ल साथीहरू हामी चाहिँ आज नागढुङ्गा सुरुङ मार्ग पहिलोचोटि छिर्दैछौँ। ल हेर्नुहोस्, यो नागढुङ्गाबाट चाहिँ स्टार्ट पोइन्ट हो। यति राम्रो भनेको छ यो भित्र चाहिँ। हामी यति बेला नागढुङ्गा सुरुङ मार्गको यो धादिङ खण्डबाट प्रवेश गरिरहेका छौँ। देख्न सक्नुहुन्छ। यो टनेल चाहिँ अब यो दुईटा छ, यो उतापट्टि आउने, यो यतापट्टि चाहिँ जाने, छुट्टै छुट्टै टनेल छ। यो एउटा टनेलमा दुई वे छ, दुईटा गाडी एकैचोटि गुड्न सकिने स्थिति देखियो। साइड मार्ग सबै गाडी छेक्दियो। बाटो कस्तो राम्रो देख्यो, त्यसले गाडीले छेक्दियो। वाह, यो त यार हामी अगाडि जाउँ न हुन्छ। यो त आउने बाटो के अरे, गाडी त एउटा त यताबाट आइरहेछ त फेरि। यति नै हो। कति मिटरमा आइपुग्यो भन्ने इन्फर्मेसनहरू पनि राखेको देखियो। काम भइरहेछ अहिले। त्यत्रो लामो म एक ठाउँमा मात्रै काम गरेको देखेँ होइन। कुन ठाउँ रे ठ्याक्कै? के भन्छ यो चाहिँ ल ठ्याक्कै हामी बाहिर निस्क्यो। यहाँबाट चाहिँ
जाउँ न त्यो माथिबाट अर्को सुरुङ धान निस्किने हो त होइन नि हँ? त्यो त माथितिर पुग्छ त हँ? हो भने हौ अर्को सोधौँ यो माथितिर यो कामकै गाडी हो कि त्यो उताबाट गयो कसलाई सोध्ने त ऊ त्यो सोधौँ अन्त ऊ त्यहाँ ऊ गाडीमा छ कि दाइ यहीबाट जाने हामी माथि काठमाडौँ यता निस्किनलाई अब यो कहाँ जाने त ए यस हस् हस् ल जबरजस्ती गर्दै ए ल त्यही भए त यो पहिलो सुरुङ रहेछ होइन त्यसपछि ल यहाँ चाहिँ यो लगभग टोल उठाउने ऊ जस्तो छ यो चाहिँ यो अहिले त्यो हामी तलबाट आएको त्यो अर्को गाडीहरू त यहाँ आउँदैन नि होइन कुन अघि त्यो मुनिबाट अब आएको त्यो बाटो त भेट्नै बाँकी छ नि ए त्यही त तपाईँ त्यस्तो सानो बाटो त कहाँ हुन्छ भन्छु म ए यो सुरुङकै मार्ग हो भनेपछि हामी त्यो तल माथिको त्यो पुल पनि भेट्छ क्या यसले होइन त्यस्तै हो प्लाइवुड ल सुरुङबाट निस्केपछि यो बाटो देखिँदैछ धेरै बाटो राम्रो देखिया छ यो त्यो बाटो होइन सीता पाइला कहाँ गरेको यो ए ल तल पो गयो त्यो त फेरि तलै त हो नि अनि माथिबाट आउँदा माथि उताबाट यो उताबाट आउँदाखेरि चाहिँ यो काठमाडौँबाट आउँदा चाहिँ यो युज गर्ने हो ए ल पहिला यस सुरुङ मार्ग सिद्धियो हामीले कस्तो यो गाडी